उहाँ हुनुहुन्छ धर्मदासिनी थारू। उहाँ बाँके स्थित बैजनाथ गाउँपालिकामा बसोबास गर्दै आउनुभएको छ। विगतका वर्षहरूमा उहाँले आफ्नो खेतबारीमा रोपेको बाली भित्र्याउनु अघि नै विभिन्न रोग, प्रकोप, जीवाणुले अनि भण्डारण गरेको अन्नमा मुसा, घुन, पुतलीले उल्लेख्य क्षति गर्दथ्यो। उहाँको मात्र नभई बैजनाथ गाउँपालिकाका अधिकांश किसानहरूको दुःख उस्तै रहेको थियो। उहाँको कथाको सुरुवात अरू किसानहरूको जस्तै भए पनि अन्त्य भने थोरै भिन्न छ। बाँके र दाङका अधिकांश किसानहरूबाट यस्ता खालका गुनासो सुनेपछि आइटिई नेपालले युएसएड, BHA को आर्थिक सहयोगमा न्याफसिड, मुक्तिनाथ विकास ब्याङ्क र सिद्धार्थ प्रिमियर इन्सुरेन्ससँग अलायन्स पार्टनरका रूपमा सहकार्य गरी बाँके जिल्लामा SDF अर्थात् सोशल डेभलपमेन्ट फोरम र दाङ जिल्लामा रहेको RWDC अर्थात् रुरल वुमन डेभलपमेन्ट सेन्टर संस्थासँगको सहकार्यमा किसानहरूमाझ रिप्लान्ट अर्थात् रिड्युसिङ पोस्ट हार्भेस्ट लसेस थ्रु एक्सेस टु न्यू टेक्नोलोजिज परियोजनाको सुरुवात गर्यो। रिप्लान्ट परियोजनाको मुख्य लक्ष्य भनेकै ससाना किसानहरूमाझ हर्मेटिक भण्डारण प्रविधि अन्तर्गतको पिक्स ब्याग जस्ता प्रविधि पुर्याउनु, यसको प्रयोगमा अभिवृद्धि गराउनु र बाली भण्डारण सम्बन्ध समस्याको न्यूनीकरण गर्नु हो। मेरो नाम सञ्जिता थारू हो। मेरो समूहको नाम प्रगति आइपिएम कृषक समूह। म नौबस्ता बैजनाथ 3 मा बस्छु। पहिला हामीले भकारीमा राख्ने गर्थ्यौँ। भकारीमा त 2-3 महिनामै घुन लागिहाल्ने। जस्तै 1 कुन्टल त्यसको धान निकाल्यो भने त्यसलाई निपन्दाखेरि हाम्रो 20 केजीसम्म खेर जान्थ्यो। त्यो धुलो अनि पोपटा भएर जान्थ्यो। पहिला हामीले खेती गर्दाखेरि यस्तो समस्या हुन्थ्यो कि अब खाद्य चाहिने अन्नहरू घरमा भित्र्याउन पनि अब घुन पुत्लाहरू खाने गर्थे। अब त्यो बचाउन सकिन्न थियो। बिउ छर्यो, आधा उम्रिन्छ, आधा उम्रिन्न। यो कारण के हो भने पत्ता लगाउन नसक्ने। पछि पत्ता लाग्यो यो काती मलेको बिउ आधा उमार शक्ति नष्ट हुन्छ भन्ने कुरो पत्ता लाग्यो। त्यसमा काती मल्न ठिक रहन्छ। पहिला हाम्रा बोरा यिनै हुन्। हामीले यिनै बोरामा राख्थ्यौँ। किरो लाग्थ्यो। कहिलेकाहीँ त फाल्न पनि पर्ने हुन्थ्यो। अब धेरै वर्ष दिन 6 महिना राख्दासम्म यिनी बोरामा रहन्न के अरे। कसैले उसमा अब चौधरी बगालमा डेरीमा र घैँटामा राख्ने हुन्छ। अब गहुँ त डडममा राख्ने हुन्थ्यो। अब धेरै हुनेले डडममा राख्ने हुन्थ्यो। पछिका किरा लाग्थे। आइटिई नेपालले स्थानीय साझेदारी संस्थाहरू मार्फत बाँके जिल्लाको 7 र दाङ जिल्लाको 5 गरी 12 स्थानीय तहमा सञ्चालन गरेको रिप्लान्ट परियोजना मार्फत किसानहरूलाई हर्मेटिक भण्डारण प्रविधि, बाली बिमा, वित्तीय पहुँच, जलवायु मैत्री कृषि प्रविधि र व्यवस्थापन लगायतका अन्य थुप्रै क्रियाकलापहरूमा सहयोग र संलग्न गराएको थियो। आइटिई नेपालले अलायन्स पार्टनर न्याफसिड्स मार्फत उत्पादन र प्रवर्धन भएका पिक्स ब्याग दाङ र बाँके जिल्लामा रहेका 2 सुपर डिलरमा पुग्ने र उक्त सुपर डिलर्स मार्फत परियोजना सञ्चालनमा रहेका विभिन्न स्थानीय तहभित्रका 42 स्थानीय एग्रोभेटसम्म पुग्ने बिक्री संयमताको विकास गरेको छ। उक्त पिक्स ब्याग किसानको घर दैलो र समुदाय मार्फत पुर्याई हर्मेटिक भण्डारण प्रविधि प्रवर्धन गर्ने उद्देश्यले 57 जना CBF अर्थात् कम्युनिटी बेस्ड फेसिलिटेटर छनौट गरी उनीहरूलाई बिक्री कला र प्राविधिक तालिम प्रदान गरी परियोजनाले सक्षम जनशक्ति निर्माण गरेको छ। हामीले म्यानुफ्याक्चर भए लगत्तै चाहिँ हाम्रो थ्रुबाट चाहिँ सुपर डिलरहरूलाई जाने भयो। त्यसपछि हाम्रो चाहिँ उहाँहरू सुपर डिलर हुनुहुन्छ। त्यस्तै नै जिल्लामा चाहिँ विभिन्न डिलरहरू राखेर एग्रोभेटहरूको थ्रुबाट चाहिँ हामीले सामानहरूलाई त्यहाँसम्म स्टक राख्ने काम गरेका थियौँ। त्यसपछिबाट चाहिँ रिप्लान्टको यो प्रोजेक्टको मोडेल अनुसार CBFहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ सबै किसानहरूको डोर टु डोर गएर वाट इज हर्मेटिक ब्याग भनेर चाहिँ उहाँहरूले चाहिँ यसलाई ब्रिफ गरेर डेमोन्स्ट्रेसन गरेर हैन, डेमोन्स्ट्रेसनको रिजल्ट आफ्टर चाहिँ यसमा हुने फाइदा बेफाइदाहरूलाई चाहिँ किसानहरूसँग चाहिँ डाइरेक्ट उहाँहरूलाई देखाइकन चाहिँ यो ब्याग भनेको किसान लेभललाई हर्मेटिक स्टोरेज गर्नलाई चाहिँ निकै नै लाभदायक छ भनेर चाहिँ उहाँहरूले त्यसरी ब्रिफिङ चाहिँ गरिराख्नु भएको छ। किसानमा समस्या के छ भने जुन उहाँहरूले चाहिँ भण्डारण गर्न नसकेर किराले नोक्सान गरिदिने हैन, चिसो त्यो जोगाउन नसकेको कारणले गर्दाखेरि बिउ भण्डारण सुरक्षित थिएन।
हैन। अहिले आएर उहाँहरूले चाहिँ पिच ब्यागको प्रयोग गरेर भण्डारण चाहिँ एकदम सुरक्षित भएको छ। हाम्रो मेन डिलर चाहिँ मोडर्न एग्रो टेक्नोलोजी नेपालगञ्जबाट हामीले त्यहाँ गएर ल्याउँछौँ। अनि जस्तो यो रिप्लान्ट परियोजनामा काम गर्ने सरहरूले पनि यदि तपाईँ जान भ्याउनु भने हामी ल्याइदिन्छौँ, तपाईँलाई त्यस्तो जान समस्या छ भने भन्नुहुन्छ। अनि त्यहाँबाट यहाँ आइसकेपछि कोही किसानले यहीँबाट लानुहुन्छ, अनि सिबिएफहरूले पनि यहाँबाट समूहहरूमा लगेर त्यहाँ भनेर बिक्री पनि गर्नुहुन्छ। हामी पहिला सुरु यो फिल्डमा जाँदाखेरि किसानहरूको समक्ष जाँदाखेरि पहिला किसानहरूलाई हामी तिनीहरूका आवश्यकताहरू पहिल्याउँथ्यौँ। किसानहरूलाई के कुराको आवश्यकता छ र के समस्याहरू उनीहरूमाथि आइरहेछ भनेर सोध्थ्यौँ। अनि अन्न बाली कसरी भण्डारण गर्नुहुन्छ, कहाँ भण्डारण गर्नुहुन्छ, कति क्षति हुन्छ, कति बिउ बिजनहरू हामी नाश गर्छौँ फाल्छौँ भनेर सोध्थ्यौँ। अनि उहाँहरूले पहिला आफूले राखेको यसरी बाली नालीहरू नाश हुन्थ्यो। अनि हामी त्यसको लागि हामी एउटा नयाँ प्रविधिहरू ल्याएको छौँ जसलाई हामी पिक्स ब्याग भन्छौँ। यो एउटा अन्न बाली भण्डारण गर्ने पिक्स ब्याग हो। यसमा घुन किरा लाग्दैन, पुटली घुन किरा पुटली नलाग्ने किसानहरूले आफूले नोक्सान बिहोरेको नोक्सानलाई सम्झेर यो पिक्स ब्यागलाई सजिलै नै ग्रहण गरे। सिबिएफहरूले समुदाय स्तरमा हर्मेटिक भण्डारण प्रविधि, बाली बिमा, वित्तीय पहुँच र जलवायु मैत्री कृषि प्रविधि र व्यवस्थापनको फाइदा र सहजताका बारेमा किसानहरूलाई जानकारी र तालिम प्रदान गर्दै पिक्स ब्याग र कृषि सामग्रीमा सहज पहुँच पुर्याउन लास्ट माइल सप्लाई चेन अवधारणा मार्फत नवीनतम तरिका सिकाउँदै बुझाउँदै बिक्रीमा आधारित कमिसन मार्फत आम्दानी समेत गर्दै आइरहेका छन्। यो पिच ब्याग मैले हाम्रो लीला म्याडम हुनुहुन्छ, उहाँले हामीलाई जानकारी गराउनु भयो। अनि यस्तो यस्तो छ पिच ब्याग आछ, यो ल्याउनु भयो भने बिउको लागि जस्तै हामीले पहिला विषादीहरू ल्याएर राख्ने गरेका थियौँ, यो विषादी राख्न पर्दैन। हजुरले ल्याउनु भयो भने धेरै राम्रो हुन्छ, त्यसलाई तुरुन्तै निकालेर खान पनि सक्नुहुन्छ। उहाँले त्यसको मूल्यहरू अनि घरमै ल्याइदिनु भयो। अनि त्यसको राख्ने तरिकाहरू भन्नुभयो, यसरी राख्नु होला भनेर। जस्तै किरा लागेको चामल छ भने 14-15 दिनमा राखेर अनि निकाल्नु भयो भने त्यसको किराहरू मर्छ भनेर भन्नुभयो। त्यस्तो सिकाउनु भयो हामीलाई। अनि हामीले राखेर पनि किरा लागेको चामल पनि राखेर त्यसमा हेऱ्यौँ। 13-14 दिनमा खोल्दाखेरि तिनका घुनहरू किराहरू चामलका जति थिए सबै मरे। यो फिस ब्यागको बारेमा अब उहाँहरूले यसरी प्रयोग गर्नुपर्छ, यसको फाइदा अब के हुन् सबै कुरा अब सुनिसकेपछि मलाई पनि अब एकदमै राम्रो लाग्यो उहाँहरूको कुरा। र यो ब्याग पनि अब प्रयोग गर्दाखेरि अब के भन्छन् त किसानलाई एकदमै राम्रो हुने, अब भित्राइसकेको अन्न बाली अब खेर जाने समस्या नहुने, त्यसलाई त सुरक्षित गर्न पर्यो भनेर यो म किनेको हुँ। यो प्रयोग गरिसकेपछि पुनः पनि प्रयोग गर्न मिल्ने र त्यो बोराबाट जुन अब बाली हो, जुन अन्न बाली हो, त्यसलाई अब निकाल्न पर्यो भने पनि आफूलाई चाहिने जति झिकेर पहिलाको अवस्थामा जसरी बाँधिएको थियो अब त्यसरी पनि अब बाँध्न मिल्ने रहेछ। यो मलाई एकदमै राम्रो लाग्यो। हालसम्म सिबिएफ मार्फत 19,000 भन्दा बढी घरधुरीले पिक्स ब्यागको बारेमा जानकारी प्राप्त गरेका छन्। परियोजना मार्फत करिब 8,000 आसपास घरधुरीले 15,000 भन्दा बढी पिक्स ब्याग स्फूर्त प्रयोगमा ल्याएका छन्। यस मार्फत 950 टन अन्न बाली सुरक्षित भण्डारण भएर 75 टन अन्न बाली भण्डारण सम्भवतः नास हुनबाट जोगिएको छ।